भोजपुर जाने बाटो पहाडी इलाकाको शेरधन राईले विकास गरेको बाटो यस्तै छ है। यस्तै छ शेरधन राईले विकास गरेको बाटो। एकजना हिँड्नु पनि गाह्रो, पुरै गाह्रो रहेछ। शेरधन राई पुग्छ र यसलाई त्यसरी भन्दाखेरि चित्त दुख्ला। यस्तै रहेछ अवस्थाहरू, पुरै नाजुक बाटो पनि। दिनैबाट जानु पायो हुन्थ्यो, के गर्नु अब। बाटो त खत्तम रहेछ हौ, खत्तम। एकमा लाउनु पर्ने रहेछ। बाइक त ढुट्टो हुने रहेछ, ढुट्टो हुने रहेछ बाइक चाहिँ। परमेश्वरी भगवान् बाइक नबिग्री त्यो जङ्गल बिचमा बिजोक हुन्छ है। साध्य है बाइक। त्यो जङ्गल छ यार, कोही छैन, केही छैन, म एक्लै छु हो त्यो बाटोमा। कसैको गाडीहरू बिग्रियो भने, बाइकहरू बिग्रियो भने त बिजोक हुन्छ त यार। धुलै धुलो उडेर अवस्था पुरै नाजुक छ। जस्तो मासला बाटो कहिले बनाउँछ? त्यसै हर्का साम्पाङ भनेको छ होइन रहेछ। पहाडी इलाकातिर बाटो यस्तो खत्तम रहेछ नि। मेरो त हातै दुखिसक्यो कुदाउँदा बाटो त। गलायो मलाई, गलायो। कस्तो भस बस्यो। पहाडी इलाकाको बाटो यस्तै हुन्छ ए साथीभाइहरू। पहाडी इलाकाको बाटोहरू हेर्नु यस्तो छ। ध्रुव राईलाई सपोर्ट गर्नु गएको अरे म नपुग्ला जस्तो भइसक्यो। ध्रुव राईको ठाउँमा, ध्रुव राई भएको ठाउँमा सपोर्ट गर्नु हुने मान्छे बेहाल छ। बेहाल बाटो रहेछ। बिचको मर्नु बनेको छ। परमेश्वरी भगवान् यो बिच बाटोमा चाहिँ उति नबनाए मलाई, नबिग्री है। आज म यस्तो बाटोमा रहरले हिँडेको होइन है। रहरले हिँडेको होइन, देश बनाउँ भनेर हिँडेको व्यक्ति हो। हेर्नु त्यो बाटोको अवस्था छ। त्यो बाटो पिच होस् भन्न चाहन्छु म। हामी यस्तो युवाले यस्तो बाटोलाई पिच बनाउन चाहन्छौँ। हेर्नु कति गाह्रो छ यार।
मेरो हात दुखेर ढुक्क भइसक्यो बाटो हेर्नु त्यस्तो खतम छ कि सिङ्गल धरी पनि सकेको छैन हौ मैले यार गाडी चलाउनु डबल भने त के हालत होला एकजना भाइलाई लिएर आएको हिँड्दै जाँदै कहाँसम्म जाने भनेको यहाँ परसम्म ल्याइदिएको आम्मामा सकिनँ क्या त्यो भाइलाई त्यहाँसम्म ल्याउनु पनि त्यो बेहाल बनायो कि भाइ पनि भोट हाल्न आएको अरे महिना भन्ने ठाउँमा बाटो त पहाड को भन्दैछ साथीभाइहरू पहाड घुम्न जाने भनेर सजिलो छैन है पहाड घुम्न जानु चाहिँ एकचोटि काँचुली फेर्नुपर्छ पहाड घुम्नुको लागि जिम जानुपर्छ 1 वर्ष 2 वर्षसम्म बलियो जिउ बनाउने अनि मात्र हिँड्ने है पहाड यति बाटो खतम छ कि आम्मा यो हिउँमा खस्छ मरिन्छ फेरि त्यो माथि त्यो बाटो यस्तो खतम छ कि आम्मा पुरै खतम त्यो यो बाटो हिँड्दाखेरि हाम्रो नेताजीहरू हिँड्नु भएको छैन क्या हो यो बाटो यार नेताजीहरू यो बाटो हिँड्नु भएको छैन जस्तो लाग्छ यार मलाई महिना बासी हो यो महिना पर्छ अरे अघि सोधेको मैले महिना बासी हो राम्रो मान्छेलाई भोट हाल्नु है योचोटि राम्रो मान्छेलाई त्यो बाटोमा कसरी हिँड्नुहुन्छ तपाईँहरू यार कसरी ओहोरदोहोर गर्नुहुन्छ कसरी सक्नुभएको तपाईँ यो बाटोमा बस्नु यसरी यार ओहोरदोहोर गर्न मेरो बाइक खटार आवाज आउँछ थालिसक्यो कसरी बस्छु महिना बासी हो मलाई ट्राभल जसले जेसुकै भने मलाई ट्राभल गर्नु चाहिँ बवाल लाग्छ क्या भिडियो बनाउने ट्राभल गर्नु चाहिँ बढी बवाल लाग्छ क्या मलाई यार हेर्नु त कस्तो राम्रो सिन देखिँदो रहेछ हेर्नु त नेपाल भनेको नेपालै हो क्या कति राम्रो सिन देखिन्छ तर के गर्नु बाटै खतम छ र पो त सिन तपाईँहरूलाई म देखाउँछु ल सिन यहाँ माथिबाट कस्तो बवाल देखिने रहेछ कि तर त्यो माथिसम्म पुग्नै गाह्रो भइसक्यो मलाई त्यो छ को पहाड घुम्नुको लागि रहर छ यहाँ हेरिराख्नु पहिले भिडियो लोगो कुरा 1 वर्षसँग खानु डह्रो जिउ बनाउनु डह्रो जिउ बनाएर चाहिँ ट्राक्टरसँगले अनि बाइक लिएर पहाड इलाकातिर लाग्दा हुन्छ है ठाउँ यार कति राम्रो ठाउँ देखिन्छ यार हाम्रो देश त हाम्रै देशै हो क्या गर्व गर्छु क्या म नेपालमा जन्मेर गरिब देश हो नि प्रकृति धनी छ क्या यहाँ बबाल ठाउँ छ कि यहाँबाट खस्यो भने त्यो खोलामा पुग्ने रहेछ यार कस्तो डेन्जर छ रे भिर त्यो डेन्जर बाटो हुँदै जानुपर्ने म क्या आज हेर्नु त कति राम्रो सिन छ सिन हेर्नु न सिन कति बवाल छ एक्लै छु कोही छैन हेर्नु त कति आनन्द छ नभए त धुलोले ढुट्टो बनाउँछ होला कि गाडीहरू चल्दैन कति आनन्द छ मलाई अब चाहिँ यहाँबाट खतरा सिन देखिन्छ है यहाँबाट चाहिँ राम्रो बबाले सिन देखिन्छ है बबाले राम्रो क्या अति नै राम्रो देखिन्छ सिन यहाँबाट चाहिँ जस्तो लाग्छ है मलाई यहाँ सबै मेबी सिन चाहिँ खत्रै आउँछ लाग्छ मलाई हेर्नु त वा यो हो नि त हौ मासला यो त
बाटो सेतो बाटो देखिएको हुँदै आएको क्या म कसो गर्ने त्यो जङ्गलमा बिचराको यार त्यो हेर्नु त कसो घर रहेछ हौ तल कस्तो आनन्द आउँछ यहाँ माथि आएपछि त मलाई यार कति आनन्द हेर्नु त यस्तो आनन्द यस्तो ठाउँमा घुम्नु पाए पो यसरी घुम्नु पाए पो मजा आउँछ यार स्विजरल्यान्ड के को स्विजरल्यान्ड हाम्रै छ स्विजरल्यान्ड ठाउँ देख्नु भयो नि स्विजरल्यान्ड यो स्विजरल्यान्ड चाहिँ यो नेपाल हो नेपाल हेर्नु ठाउँ कति बवाल छ यार